हेलो गाइस नमस्कार। अहिले हामी कुवेतको लाइट हाउसमा छौँ। कुवेतको लाइट हाउसबाट यो समुद्र हेर्न सक्नुहुन्छ। कुवेतको यो मामुल्ला हैन के अरे के नाम अरे यहाँको फाइल भन्ने ठाउँमा देख्न सक्नुहुन्छ। समुद्र चारैतिर समुद्र छ। यताबाट पारि साउदी अरेबिया हो। गाइस कस्तो लाग्यो भन्नु होला है। ल हेर्नुहोस् यहाँ यो हाम्रो अलकोट मल भन्ने ठाउँ हो। अलकोट मल भन्ने ठाउँमा हेर्न सक्नुहुन्छ यहाँ कति राम्रो सिन छ। यता सबै यो लाइट हाउस हो कुवेतको। हामी लाइट हाउसको माथिबाट अहिले भिडियोहरू बनाएर रहेका छौँ। यहाँ देख्न सक्नुहुन्छ कति मान्छेहरू यहाँ भिडियो बनाउन फोटो खिच्न आएका हुन्छन्। त्यही भएर हामीले पनि अलि यसो भिडियोहरू बनाऊ फोटोहरू खिचौँ टिकटक बनाऊ भनेर आएको हामीहरू पनि। यदि हजुरहरू पनि कुवेतमा हुनुहुन्छ भने नेपालबाट आउँदै हुनुहुन्छ भने यो ठाउँमा अवश्य घुम्न आउनु होला। यो त भयो समुद्र भयो हैन। यताबाट यो अलकोट मल भन्ने ठाउँ, यता यो बोटहरू राख्ने ठाउँ सानो ठाउँ हो। पल्लोपट्टि अलि ठुलो ठाउँ छ। यो अलकोट मल यो चारैतिर देखिने अलकोट मल हो। यहाँ हेर्नुहोस् यहाँ बिचमा यति रमाइलो यो भित्र अलकोट मलहरू हैन माइकमा हो। यो होटलहरू छ भित्र मलहरू ठुल्ठुलो हैन। यो भित्र यो अलकोट मल धेरै ठुलो छ। क्यामेरामा क्याप्चर गर्न सकिँदैन। त्यही भएर अलि सिनहरू हेर्नु होला। यस्तो हामी यो तलबाट आएको। यो तल क्यामेरा जुम गरेको छु मैले त्यही भएर अलि ठुलो देखिएको छ नजिक देखिएको छ हैन। हेर्नुहोस् तल मान्छे सानो मान्छेहरू देखिएको छ। यो हो चारैतिर घुमेर देखाउँछु। लाइट हाउसको मान्छे गोल छ। यही गोलो बाटो देखाउँदैछु म अहिले। अब यता यो मान्छेहरू सबै भिडियो बनाउँदै हैन फोटो खिच्दै गरिरहेका छन्। यहाँ देख्न सक्नुहुन्छ यो ठाउँ यता यो यसको पछाडि ठुलो बोटिङ एरिया छ। मतलब बोट राख्नेहरू यस्तो है नाउहरू राख्ने ठाउँहरू यो उता यो लास्ट ठुलो बिल्डिङ देखिया त सिसाको बिल्डिङ त्यहाँबाट हामीहरू आएको। त्यहाँ हाम्रो रुम हो। यहाँ देख्न सक्नुहुन्छ यो बीच समुद्रको बीचमा पिल्लरहरू गाडिया छ। योभन्दा उता गहिरो छ। योभन्दा अलि बढी गहिरो छैन है। बढी गहिरो छैन। यो देख्न सक्नुहुन्छ यो सिसा टनमा यो अग्लो छ धेरै। यहाँ ठुल्ठुला मलहरू देख्न सक्नुहुन्छ। यो समुद्रको यो बोटहरू जुम गरेर त ठुलो देखिँदो रहेछ नि त। ल यस्तो बोटहरू छ यहाँ घुम्न आउने साथीहरूले। आज ईदको छुट्टीमा हामी पनि घुम्न आएको यता। हामी पनि ईदको छुट्टीमा घुम्न आएको हो यता। अलि रमाइलो गरौँ भनेर हैन। साथीहरू पनि आफ्नो भिडियोमा फोटोमा लागिरहेका छन्। यो आकाश माथिबाट हेर्दा समुद्रै आकाशको छेउमा सकिन्छ जस्तो लाग्छ। तर त्यो अर्कोपट्टि अर्को देश छ साउदी अरब छ। थ्याङ्क यू है। अझ पनि यस्तो भिडियो हेर्नुको लागि च्यानल सब्सक्राइब गर्नु होला। हामी कुवेतको सबै ठाउँहरू घुमेर भिडियो बनाउने छौँ। यहाँको जानकारी हजुरहरूलाई दिनेछौँ हामीहरू।